गुड मर्निङ साथीहरू। आज चाहिँ हाम्रो ओभरनाइट क्याम्पको डे 2 हो। हामी चाहिँ भर्खर उठेर रेडी भएर यहाँनिर खाजाहरू घरबाटै लिएर आएको थियौँ। पानी र ब्रेड चाहिँ होम सेन्टरले दिएको, बाँकी चिप्स चाहिँ हामीले लिएर आएको थियौँ। यहाँनिर केटाहरूको बिहानको ब्रेकफास्ट सुरु हुँदैछ हाम्रो चाहिँ। अब हामी यो ब्रेकफास्ट खाइसकेर चाहिँ यसो यहाँनिर यता हिजो पनि यता केही घुमेको छैन होइन, त्यही भएर हामी चाहिँ यसो सामानहरू रेडी गरिरहेको छौँ। अनि यता कता कता के छ नानीहरूलाई लिएर घुमाउनु लान्छु। अनि 9-10 बजीतिर चाहिँ हाम्रो कति बजे उनीहरूले खबर गर्छ, त्यसपछि खानपिन छ। त्यही भएर खानपिन गर्नुभन्दा अगाडि चाहिँ अहिले नै घुम्नु गयो भने चाहिँ खानपिन गर्नु जाने बेलामा सामान फेरि प्याक गर्नुपर्छ, के गर्नुपर्छ। त्यही भएर मैले चाहिँ सबै सामानहरू प्याकिङ गरिसकिसकेँ। अनि अब नानी अनि म पनि अब खाजासाजा खाएर चाहिँ हामी चट्ट यता के छ एक राउन्ड लाउँछौँ घुम्नु। अनि त्यसपछि चाहिँ आएर सामान लिएर चाहिँ फेरि हामी क्यान्टिनमा जान्छौँ खाना खानु। अनि उतै घर जान्छौँ। यहाँ नानीहरूले खाजा खानु सुरु गरौँ, म बाँकी छु। लु खाऊ कस्तो छ? मिठो छ। कोक छ खाने सेयरिङमा? जुस त छैन अब हामीसँग। कोक नखाउँ भरे खाने। पानी छैन आफ्नो आफ्नो? लु पानी खाऊ। ल अब म पनि सबै मैले प्याकिङ गरिसकेँ। अब हामी चाहिँ एकछिन यहाँदेखि बाहिर निक्लिन्छौँ। त्यसको लागि चाहिँ यहाँनिर हामीले प्याकिङ गरिसक्यौँ, किनभने अहिले बाहिर गएर आएपछि खाना खानु गइन्छ। खाना खानु जाँदाखेरि चाहिँ अब ढिलो हुन्छ नि त, सामान प्याक नगरिकन गयो भने। त्यही भएर सब सामान प्याकिङ। गुड मर्निङ साथीहरू। आज चाहिँ हाम्रो ओभरनाइट क्याम्पको चाहिँ डे 2 हो। आज चाहिँ हामी एकछिन घुमफिर गरेर लन्च गरेर जान्छौँ। अनि अहिले चाहिँ हामी बिहानको नास्ता खायोरी चाहिँ यहाँको के छ यता वरिपरि हेर्नुको लागि चाहिँ हामी गइँदैछ। आमामा घामले आँखा हेर्नु दियो नि त बिहान। अनि यहाँनिर वरिपरि चाहिँ के छ नानीहरू खेल्ने ठाउँहरू पनि छ अरे, के छ भन्दै थियो। त्यो हेर्नुको लागि चाहिँ हामी जाँदैछौँ। अनि त्यहाँ एकछिन घुमफिर गरेर आएर चाहिँ फेरि झोली टुम्ली लिएर चाहिँ फेरि लन्चको लागि जान्छौँ। अनि त्यतै घर जान्छौँ। ल हामी चाहिँ लाग्यो है अब ओह्रालो कता हो कुनी। छोराले कहाँ जाने भन्दैछ, छोरालाई फलो गर्दै हिँड्यौँ। म चाहिँ भिडियो खिच्दै। भाइ लड्छ है, भाइलाई हेर है। यहाँ चाहिँ 1 हप्ताको छुट्टी हो भने चाहिँ मजा आउने रहेछ क्या बस्नु। यो चाहिँ माथि डाँडामा छ नि त यो। अनि त्यति साह्रै गर्मी पनि छैन। हामी चाहिँ माथि सबसे टपमा चाहिँ हामी बसेको रुम। यता पनि छ सबै हाम्रो ग्याङहरू छ यता वरिपरि। गुड मर्निङ एना। मर्निङ वाक ओके। वेयर इज द बिबिएन? I think near canteen. Your room? Where's your room? Number 1. Number 1? Yes. Oh. Far away. Oh, okay. See you. See you. Okay, Bye. bye. ल अब चाहिँ हामी यता लागि उजन हामीभन्दा टपमा रहेछ। नम्बर 1 भन्दैछ। हाम्रो 9 र 10 त्यहाँ माथि छ। नम्बर 1 त कहाँ हो? कस्तो दामी रहेछ, कति राम्रो। ल हेर्नुहोस् यहाँको डाँडाकाँडाहरू, मनमोहक डाँडाकाँडा। कहाँ जाने भयो? हेऱ्यौ कता हेऱ्यौ? त्यता पल्लोपट्टि जाऊँ न। के छ मर्निङ वक जस्तो पनि हुन्छ। रोनिस रोनिस गरी भयो भने म फुपूले जस्तो कमरमा गरी भयो भने पनि भएको छैन। अहिले त घाम छ क्या। गुड मर्निङ बिबिएन। वेयर आर गोइङ? Where are going? Your room is over there? Yeah, I'll go to find Mina. Okay. See you. Bye. यस्तो राम्रो कसो गर्दाखेरि भेडेटारको डाँडाहरू जस्तो पनि देख्ने। अरू भन्दा नि मलाई त होबा क्याम्पको त्यो नर्सहरू बस्ने एरिया हुन्छ नि, उनीहरूलाई क्वार्टर दिएको हुन्छ नि हस्पिटलको स्टाफहरूलाई, हो त्यस्तै लागिरहेछ। गुड मर्निङ चौसान। यो सुक्नु आँटेको के यस्तै हो जातै? कति राम्रो देखेको, रेड पनि छ। ड्राई त होइन मर्नु थालेको। अब यो ड्राई भएर झर्छ। कति राम्रो देखेको, ग्रिन र रेड बाँसहरू पनि रहेछ। बच्चा खेल्ने पार्क थियो, साधारण रहेछ।
रक गार्डन अरे रक गार्डन यहाँ होइन हिजो स्नेक छ भनेको रोनिस तैँले पढ्दै थिइस् त डेन्जर भनेर यो होइन ल यहाँ चाहिँ अलिकति बेला बखतमा सर्पहरू पनि देखिँदो रहेछ है यहाँ चाहिँ Panda. वार्निङ दिइरहेछ अल्लो हेर पान्डा हो Yeah, you fake panda. ओ फेक पान्डा हो ल लु बसिका Yeah, you zoo hanger. हो र यो चाहिँ सानो सानो बच्चा बस्ने पार्क रहेछ कलरफुल कति राम्रो देखेँ क्या ल अब यहाँदेखि फेरि हामी अर्को ठाउँतिर लागिँदैछ नोरलको रुखहरू पनि रहेछ यहाँनिर घाम आँखामै पर्दैछ क्या हेर्नु हिजो हामीले यहीँ मासु पोलेर खाएको हामी बिबीक्यू स्पोर्टको छेउछाउ डुल्दैछौँ अब यता के छ कोनि छोराहरू हेर्दै हिँडेछ कहाँ के बेटा घुम्ने ठाउँ ब्याडमिन्टन त उता लगेको थियो हामी क्या त होइन भन्नाले त्यतै छ कि फुटबल एरिया पनि भनेको नि तिमीहरू फुटबल ग्राउन्ड जान आँटेको भने त होइन अनि त्यतै होला नि त यता त खोइ हाम्रो रुमको मास्तिर पनि छ र छैन होला नि उहाँ रहेछ त भैयालाई सोध न गुड मर्निङ भैया देखा कौन सा देखा ओ देखा थैंक यू भैया थैंक यू फेयरवुड खाया आपने हाँ देखा देखा नहीं इसने राइस खाया आपने उसने स्पैगेटी खाया अच्छा थैंक यू भैया आपने और देखा आपने चावल खाए हाँ चावल खाए देखा देखा मैंने देखा हाँ थैंक यू भैया ये फुटबॉल में जाना चाहता है किधर है फुटबॉल फुटबॉल ग्राउंड इधर है ना so currently we're here right so you go back there you go back here and then you walk to the office okay and then you walk down again and then you go here there will be stairs on your right so this is the entrance you will see the entrance and on the right you will see the stairs so you go down the stairs and you will see one side going right one going to the left right there's a tank on the right so you go to the left side you go down and on the right you will see next to the swimming pool there's tennis and a football court थैंक यू इधर बड़े वाला पार्क भी बच्चे खेलने का बड़े वाले पार्क इधर तो सिर्फ 2 सीट वो तो अभी बड़े वाला पार्क है किधर है इधर से नहीं उधर से ओके ठीक है नीचे कुछ नहीं है कुछ नहीं है ओके थ्याङ्क यू भैया छोराहरू फुटबल ग्राउन्ड जाने अरे त्यही भएर हामी चाहिँ यहाँ भैयालाई सोधिओरि कता छ कोनि पत्ता लगाएर गइँदैछ त्यता बच्चाहरू खेल्ने ठुलो पार्क पनि छ अरे लेट्स गो देयर लाग्यो बेबी कहाँ गएको पार्कमा गएको हो पार्कमा जाने कहाँ जाने सि बटन नटोकी या कहाँ जाने पार्कमा जाने तिनजना तिनतिर हिँड्दैछ यहाँ कहाँ छ हिँड्दैछ ओह माथि छ रोनिस ऐजन पछाडि आउँदैछ केटो दादा आउँछ लाग्यो हामी चाहिँ अब Panda yacha. प्यान्डा छ त्यहाँ स्न्याक पनि छ अरे बेबी जानु हुँदैन आऊ ओठ फुटेर Snake grab grab. ड्राई हुँदैछ जेस यो ठाउँमा चाहिँ सबैलाई आउने म सल्लाह दिन्छु है बच्चाहरूसँग पनि आफू बस्नु पनि अब त्यो घरमा हङकङको घर त्यस्तै हो होइन भित्र गुम्म परेर Oi. जहिले तैँले दिमाग बोधो Walking. भइराखेको बेलामा चाहिँ कहिलेकाहीँ यस्तो ठाउँमा आउनुभयो भने चाहिँ तपाईँहरूको माइन्ड यो ठाउँमा आउनुभयो भने चाहिँ तपाईँहरूको माइन्ड अवश्य फ्रेस हुन्छ है दामी छ यहाँको वातावरण पनि अब हामी बस्नेतिर त त्यही त झ्याउ झ्याउ च्याङ च्याङ म्याङ म्याङ एकतिर बालबच्चाको च्याङ च्याङ है एकतिर त्यहाँको उयो च्याङ च्याङ तर यहाँ चाहिँ एकदम शान्त छ क्या यहाँनिर घरहरू बस्ने रुमहरू छुट्टै छुट्टै छ तर पनि यता बोलेको उता सुन्दैन उता बोलेको ल ल ल ल सुन्दैन एकअर्काको यहाँनिर हल्ला पनि हुँदैन आफ्नो रुममा आफ्नो फ्यामिली मात्रै होइन एकदम मजाको छ अनि त्यो डाँडामाथि छ डाँडामाथि भएकोले चाहिँ यहाँको हावाहरू पनि चिसो चिसो आउने एक त हुनु त विन्टर पनि सुरु भयो अनि त्यही माथि यो चाहिँ हिलमा भएको हुनाले चाहिँ यहाँ चाहिँ दामी छ क्या चिसो हावा गाउँतिरको जस्तै क्या यस्तो जङ्गलको अब हामी बसेकोतिर त कहाँको जङ्गलको बास्ना आउँछ र न तर यो चाहिँ गाउँमा जस्तै जङ्गलको बास्ना आउँछ क्या यहाँनिर टक्क विन्टर सुरु भएको छैन विन्टर त अलरेडी नोभेम्बर भइसक्यो त ल अटम अरे विन्टर सुरु भएको छैन अरे छोराले भनेको
अनि यहाँ चाहिँ जङ्गलै वरिपरि जङ्गलै जङ्गल छैन अनि जङ्गलको कस्तो क्या हिन्दीमा भने जस्तो खुसबु क्या जङ्गलको खुसबु चाहिँ दामी आउँछ कस्तो मजा लाग्ने क्या गाउँमै छु जस्तै हुनु त अब यो भिलेज नै हो हुनु चाहिँ तर पनि भिलेज भन्दामा यसरी जङ्गलको उयोहरू आउँदैन नि त तर यहाँ चाहिँ मजाले क्या खुसबु तेरी बदन भने जस्तो यहाँ चाहिँ जङ्गलको खुसबु चाहिँ सरर आउँछ क्या त्यस्तो दामी छ है तपाईँहरूलाई पनि माइन्ड फ्रेस गर्नु छ मुड फ्रेस गर्नु छ भने फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु छ भने यहाँनिर तपाईँहरू आउनु सक्नुहुन्छ यो चाहिँ साइकुङमा पर्दो रहेछ होइन अनि म यहाँको अब डिटेलमा भन्नुपर्दाखेरि चाहिँ मलाई थाहा छैन हामीलाई चाहिँ किनभने सेन्टरले डाइरेक्ट गाडीबाट ल्याएको छ अब डाइरेक्ट गाडीबाट पिक गर्छ र छोड्छ सेन्टरमा लगेर तपाईँले यो ठाउँको चाहिँ साइकुङको लेडी म्याकले होस् नै भने जस्तो लाग्थ्यो त्यो ठाउँमा गुगल सर्च गर्नुहोस् अनि सायद यो चाहिँ अनलाइन बुकिङ होला होइन डाइरेक्ट चाहिँ आउनु मिल्दैन जस्तो लागिरहेछ मलाई मैले सोधेको पनि छ अहिले म मौका मिल्यो भने सोधेर बाँकी डिटेलमा म स्टाफहरूसँग सोधेर म यहाँनिर भन्छु तर यहाँनिर तपाईँहरू गुगल सर्च गरेर पनि कसरी आउँछ कसरी कहाँ उ गर्ने भन्ने कुरा तपाईँले गुगलमा पनि सर्च गर्नुहुन्छ तर यो ठाउँ चाहिँ एकदम दामी छ है एकदम दामी छ तपाईँहरू सबैलाई यो ठाउँमा आएर यदि मुड फ्रेस माइन्ड फ्रेस गर्ने हो भने चाहिँ यहाँनिर एकपटक आउनु होला यहाँदेखि चाहिँ हामी उकालो रहेको छ हिजो हामीले यहीँ छोडेको छ यहाँनिर क्यान्टिन छ ल यो चाहिँ हाम्रो क्यान्टिन हो हिजो हामी भेला भएको यहाँदेखि चाहिँ यस्तो जानु पर्दो रहेछ तल छोरालाई अघि त्यहाँ भनिरहेको छ भैयालाई त्यही भएर यता रहेछ होइन तलतिर रहेछ हामी लाग्यो तलतिर यहाँ रहेछ पार्क पनि रहेछ बेबी होल्ड गर्ने है साइडमा भाइलाई लड्छ भाइलाई हेर यहाँ रहेछ ऊ तल ऊ यता के खेल्नेहरू पनि रहेछ बेबी मजाले पक्रेन है लड्छ ल कहाँ पानीको कल 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 आवाज आइरहेछ पाइपमा रहेछ जोस् यो सानो सानो हाइकिङ जस्तो पनि रहेछ क्या यता पार्क आउनु पऱ्यो भने उकालो ओह्रालो होइन यस्तोहरू रहेछ यहाँ चाहिँ पार्कहरू सानो बेबी लड्छ है ऊ दाजुहरू गयो र छोराहरूले के खोजेको पनि म चाहिँ छोराहरूलाई पछ्याउँदै हिँडिरहेको छु कता अरे ओसन पाएको जस्तो रहेछ पुरा भित्र के हिँड्नेहरू रहेछ त एरा रहेछ भित्र यता उकालो ओह्रालो गर्दा गर्दा हाइकिङको काम पनि पुरा हुने रहेछ कस्तो मिठो हावा रहेछ चिसो वाह कति राम्रो ट्याङ्क हो के हो त केरेहरू ट्याङ्क जस्तो देख्दो रहेछ त अब यताबाट भेटेन फेरि फर्केर उभै लागिँदैछ भदै र छोरोले चाहिँ फुटबल खेल्नु जानुको लागि खोजेको छ आमामा घामले आँखा हेर्नै भएन नि गर्मी भयो बेबी ल मेरो छोरोहरू बल लिएर आयो नखेलिकन नहुने रे यो अघि साथी चाहिँ पायो तर बल जसको नाममा ल्याएको छ उसले चाहिँ बुझाएन भने चाहिँ फेरि उसलाई उ गर्छ अरे त्यही भएर अघि उहाँहरूले चाहिँ बल छोराको नाममा रहेछ अनि आयो छोराको नाममा रहेछ अनि बुझाउनु भयो उहाँहरू जानुभयो अनि बल्ल मेरो छोराहरूले लिएर गयो हामी चाहिँ यहाँनिर 11 बजे रहेछ हाम्रो लन्च टाइम माइला आउँदैनौ 11 बजे रहेछ लन्च टाइम त्यही भएर यिनीहरूलाई 10-15 मिनट चाहिँ फुटबल खेल्नु दिने त्यस पछि चाहिँ हामी लन्चको लागि जान्छौँ यहाँनिर स्विमिङ पुल पनि छ होइन यहाँ स्विमिङ पुल पनि रहेछ तर जाडो लाग्यो नि त मान्छे खेल्दैन त्यही भएर चाहिँ यहाँनिर स्विमिङ पुल चाहिँ बन्द भएछ यो अब खुल्दैन एकैचोटि समर सुरु भएपछि मात्रै खुल्ने रहेछ समरमा त झन् बस्नु झनै मजा आउँछ होला है यहाँनिर बस्दै आयो स्विमिङ खेल्नु पनि मिल्यो होइन पार्कहरू पनि छ बल खेल्नको लागि बल प्लेग्राउन्ड पनि छ बल्ल दुईजना ह्याप्पी भयो अझन् 10 to 15 मिनट है ओके यहाँनिर बस्ने ठाउँ पनि मजाको रहेछ माइला जाँदैनस् त चाहिँ
जा सिक त पनि जुत्ता छैन बिचाराहरू खेल्नु अप्ठ्यारो भयो भने चपल सपल खोलिरहेछ तातो छ अरे भुइँ चारजनाको ग्याङ पुग्यो यहाँनिर अब बेबीलाई साह्रो नकुद बेबीको चाहिँ बल पक्रियो भने चाहिँ बेबी चाहिँ विन अरे कोनि के अरे यिनीहरू चाहिँ तिनजना चाहिँ पास खेल्ने अनि कान्छालाई चाहिँ बल पक्रिनु बित्तिकै विन हुने अरे यस बेबी विन बल टच गर तिनजना चाहिँ पास गर्नु कान्छालाई चाहिँ छुनुपर्ने साह्रो नकुद है भाइलाई तिमीहरूको ग्रुप पुगेको छैन दादालाई पास गर बेबी गुड जब हान्दो रहेछ केटाले थाहा आऊ यता कान्छ भयो आऊ यहाँबाट निक्लेर आउने गर्मी भयो आऊ तिनजना ऐजन र रोनिस जान्ने पऱ्यो माइलाले एक दुईचोटि खेलेको छ माइलालाई अलिअलि आउँछ माइलोलाई बिचरा मेरो कान्छालाई त कुद्नेमा मात्रै छ कुदाएको छ दाजुले मेरो कान्छा मोटे कुदाइ मच्यो साह्रो त्यही भनेर कान्छालाई बोलाएको मैले ल 5 मिनट दादाको मोबाइल हेर्ने अनि मामखानी जाने ल बेबी टायर्ड भएर त कुदेकै पसिना ल तिनजना मात्रै फ्री भएर खेलोस् न कान्छालाई बिचरा गरीमा कुदाएकै तिनीहरूलाई पनि डिस्टर्ब हुने त्यही भएर कान्छालाई चाहिँ ओइ पोल भाँचेला है घाम त कम्ता लागेको छैन आमामा चिरचिरी मेरो मोटेको बोसो पग्लिनु मोटु Mamu kuta गर्छ तिमीहरूको किपर चाहिँ छैन हो हामीसँग 20 मिनट टाइम छ अब 20 मिनटमा चाहिँ 10 मिनट केटाहरूलाई फुटबल खेल्ने टाइम अनि 10 मिनटमा चाहिँ यो हामी निकै पर राख्छौँ क्यान्टिनसम्म पुग्ने टाइम राखेर 10 मिनट केटालाई फुटबल खेल्ने टाइम दिने त्यसपछि 10 मिनटपछि चाहिँ हामी यहाँबाट जान्छौँ यो बल बुझाउनु पनि जानुपर्छ हैन बल बुझाएर चाहिँ हामी निकै तल आउँछौँ क्या क्यान्टिनदेखि 10 मिनट जति त लाग्छ न होला त्यस पछाडि चाहिँ हामी यहाँबाट जान्छौँ 10:50 मा चाहिँ यहाँबाट हामी हिँड्छौँ खाना खाएर चाहिँ फेरि रुममा जाने अनि 12 बजे चाहिँ हामी बसेको रुम छोड्नुपर्छ चाबी बुझाउनुपर्छ त्यही भएर हामी 12 बजेपछि चाहिँ रुमदेखि क्यान्टिनमा आउँछौँ क्यान्टिनमा हामीले चाबी बुझाउनुपर्छ आफ्नो रुमको अनि क्यान्टिनकै अगाडि चाहिँ हामीलाई गाडी फेरि लिन आउँछ त्यस पछाडि चाहिँ फिर्ती सवारी गोल Mamu को विन गर अहिले गोल गर मलाई खेल्नु भनेर बल आउँदैछ म किक गर्नु अब यो बल बुझाएर हामी चाहिँ क्यान्टिनतर्फ खाना खान जान्छौँ ल लाग्यो अब फेरि यो पनि उकालै रहेछ आया घुँडा दुखो आया उल्टो बेदा लड्ला चाहिँ रोनिस चौबाटो रहेछ यता हैन उता अनि यता
अनि यता चौबाट ल हामी चाहिँ अब क्यान्टिनतर्फ लागिँदैछ ओफ के साह्रो गर्मी हो आज त हिजो त यति साह्रो गर्मी थिएन आज त मन नै गरे गर्मी भएर छ घाम टिल टिल यता जस्तो रहेछ क्यान्टिनको तलतिर आइपुगेछ ज्याकेट कम्मरमा बाँधेकोले यो ब्याग यहाँनिर ब्याग बोकेको पनि थाहा भएन हाततिर ब्याग बसेको ठाउँमा छोड्यो भनेर हाततिर म त छोरालाई पठाएको छोरा पनि कुद्दैछ भरे ब्याग त यहीँ पो रहेछ क्या घरिघरि त दिमागले पनि काम गर्दैन माई गड आया हाँसी उठेर आउँछ अब यहाँ चाहिँ छोरालाई कोल्ड ड्रिङ्क्स खुवाउने लु के खाने पोकारी खाने आमा कति महँगो महँगो अक्टोबरसम्म पुग्दैन त 18 रहेछ त्यो एउटाको त ऊ पर ड्रिङ्क्स खानु अयो बेबी मेसीमा अक्टोबस पड्काएर ड्रिङ्क्स किन्यो भनेको त कति महँगो नमहँगो रहेछ यिनीहरू पैसा भयो क्यासमा नै किन्नु पाउँदो रहेछ त्यही भएर हामी चाहिँ यहाँनिर सिकेको ल के किन्यो एकवटा ड्रिङ्क्स एउटा तल के लिस फ्यान्टा रोनिसले ल हिँड उता जो उता दे लैजाउँ पैसा दे 5वटा ड्रिङ्क्स लिए सबै देखो ड्रिङ्क्स सबै देखो काउ सबै 90 थ्याङ्क यू देऊ 100 दे न 100 दे ल चेस चेस ल चिसो सबैजनाले ड्रिङ्क्स के रहेछ नि त रक गार्डन बेङ्गलोर एक्टिभिटी रुम फिटनेस कर्नर बार्बिक्यू एरिया आर्ट एन्ड क्राफ्ट सेन्टर हिजो बिबिक्यू पोलेर खाएको आज त घामले आफैलाई पो बिबिक्यू बनाउन आँट्यो त कम गर्मी छैन हामीलाई चाहिँ फेरि यहाँनिर हिजो बिबिक्यू खाएको ठाउँमा चाहिँ बोलाएको छ सायद क्यान्टिनबाट खाना अर्डर गरेको होला अनि आई गेस है क्यान्टिनमा खाना अर्डर गरेर ल्याएको हो कि भन्छु कुनी यहाँनिर बोलाएको छ यहाँ चाहिँ अब खाना पिक गरेर आफ्नो रुममा गएर खाने हो कि के हो आई डोन्ट नो है लेट्स सी आइजन आइज बेबी आऊ हेलो सबैजना यहाँनिर भेला भइसकेछ ल हामी चाहिँ लन्चको लागि यही ठाउँमा हिजो बसेकै ठाउँमा हामी आएको छौँ मजा छैन देख्छैन यहाँनिर राख्छौँ खोइ खाना चाहिँ यहीँनिर खाने हो कि खाना लिएर रुममा जाने हो त्यो चाहिँ थाहा भएन है सबैजना भर्खर भेला हुँदैछ हामी पनि यहाँ बसिरहेको छौँ क्या डाला इधर सोबिया अदरक मसालेदार चिया होइन यहाँनिर चाहिँ हाम्रो दिदी बहिनीहरूले चाहिँ मसालेदार चिया बनाउनु हुँदैछ सबैको लागि मान्छे त टन्दैछौँ तर सबैजना नखाने रहेछ यहाँनिर मलाई पनि बोलाउनु भएको छ र म पनि चिया खान आएको छु ल बिचरा उनीहरूले बनाएको चिया मलाई पनि दियो अनि ल दुईजना केटाले चिया खाए चिया कस्तो छ रोनिस मसालेदार चिया मन पर्यो ऐजन मन पर्यो दुईजनाले लियो माइलाले चाहिँ खाएन अनि यहाँ कान्छा र मैले चाहिँ सेयरिङ गर्दैछौँ अनि यहाँनिर ठिक्क 1 प्याकेट बिस्कुट थियो चिया बनाएको रहेछन् दिदी बहिनीहरूले त्यही बिस्कुटसँग चाहिँ चिया खाइँदैछ अघि पनि खाजा खाएको फेरि चियाको साथमा चमेना पनि मसालेदार चिया मिठो ल हाम्रो भएको लन्च आइपुग्यो 5 जना फ्यामिलीको 5वटा लु लियो 1-1वटा बेबी न स्पुन अल सेम न चम्चा अरू पनि आउँछ के तिनी हौ थोरै बिरानी मात्रै रहेछ बेबी सिसी गर यहाँ न न माइला तेरोमा धेरै आएछ ल चिकन बिरानी होइन यो
ल हाम्रो लन्च चिकन बिरयानी लन्चमा चाहिँ चिकन बिरयानी रहेछ ल हाम्रो लन्च चाहिँ चिकन बिरयानी रहेछ चिकन बिरयानीमा सबैकोमा चिकन रहेछ बेबीकोमा चिकन छ कि छैन रोनिस हेर त चिकन छ बेबी चिची छ कि छैन त्यहाँ छैन क्या छ सबैकोमा चिकन आएछ रोनिसकोमा छ ए लेमन साइड लग सबको चिकन बिरयानीको चिकन आएछ मेरोमा मात्रै चिकन छ चिकन बिरयानी चाहिँ चिकन चाहिँ रहेछ बिरयानी मात्रै आएछ क्या मलाई यो जेठो छोरोले उसको भएको चिकन दिएको यो चिकनै छैन यता कस्तो छ चिकन बिरयानी मिठो छ रोनिस कस्तो छ ऐजन मिठो माइला मिठो छ ल अब मेरो पाला आयो ल मेरो यो टु मच ओइली रहेछ क्या है कति तेल छ है ओइली भएन तँलाई मलाई त ओइली भयो माइला ओइली छ है रोनिसलाई ओइली भएन ओइली छ होइन माइला त ओइली भयो अरे मलाई पनि ओइली भयो तर पनि के गर्नु खानै पर्यो मासु बिनाको बिरयानी मिठो चाहिँ तर तेल बढ्यो क्या ल हामी चाहिँ लन्च खाइसकेर अब रुमतिर जाँदैछौँ अब त्यहाँ गएर चाहिँ हामी सामान लिएर आउँछौँ अनि चाबी फेरि यहीँ दिनुपर्ने अरे क्या त्यही भएर हतार गइँदैछ अघि नै लिएर आउनु पनि हामी बच्चासँग घुम्नुपर्ने थियो र ल्याइएन हिँड्नु उयो हुन्छ भनेर त्यही भएर अब खाना खाएर चाहिँ चाबी लिएर दिनुपर्ने हुनाले गइँदैछ फेरि ब्याक टु रुम कान्छा चाहिँ टोइलेट गएको हुनाले मैले जेठो छोरा र भदालाई चाहिँ पठाइदिएँ चाबी लिनु चाबी ढोका खोलेर सामान लिएर निकाल्दै गर्छ मेरो माइला र छोरा र कान्छा छोरा चाहिँ टोइलेट गएको छ म चाहिँ उनीहरूलाई पर्खिरहेको छु हेलो मम्मी हेलो माइला तपाईँ कस्तो फिलिङ भयो मलाई कस्तो फिलिङ भयो भेरी गुड फिलिङ भयो एकदम मन पर्यो राम्रो छ एकदम राम्रो छ हरियाली है मलाई जस्तै तपाईँहरू सम्पूर्णलाई मन पऱ्यो भने तपाईँ चाहिँ यो ठाउँमा भिजिट गर्न आउनुहोस् होलिडे मनाउनु आउनुहोस् होलिडेको लागि चाहिँ फ्यामिली टाइम स्पेन्डको लागि चाहिँ यो ठाउँ एकदमै राम्रो छ है गाइजहरू मन परेमा प्लिज भिजिट ल हामी अब लाग्यो यो ठाउँ छोडेर कस्तो माया लाग्दो कस्तो रमाइलो थियो अब छोडेर गइँदैछ आशा छ फेरि फ्युचरमा यो ठाउँमा फेरि घुम्न आइनेछ भन्ने अब हामी आफै आउने त कसैहरू थाहा छैन होइन फेरि सेन्टरले नेक्स्ट इयर एभ्री इयर ल्याउँछ भन्दैछ अब नेक्स्ट इयर पनि चान्स पाएछ भने फेरि आइन्छ यो ठाउँमा चान्स पाएन भने चाहिँ यो होला फर्स्ट एन्ड लास्ट तर यो ठाउँलाई चाहिँ म एकदम मिस गर्छु एकदम मन पर्यो यो ठाउँ भगवान्लाई प्रार्थना गर्नु पर्ला फेरि पनि यो ठाउँमा छिट्टै घुम्न आउनु पाऊँ भनेर अझै 4-5 दिन बस्दै यो ठाउँमा आउनु पाए त ल सबैजना अब यहाँ ठाउँ छोडेर अब चाहिँ क्यान्टिनतर्फ क्यान्टिन त होइन होला बस भएकोतिर अब गइन्छ बस आइसक्यो कि आएको छैन कुनै थाहा छैन सबैजना चाहिँ उहाँ आदि जाँदैछ यहाँ हामी बिचमा छौँ हाम्रो पछाडि पनि अरूहरू आउँदैछ अब सबैजना गाडी लाग्ने ठाउँतिर गइँदैछ बस आइसकेछ अब चाहिँ बसतर्फ लागिन्छ ल हामी बेबी गाडीमा चढिसक्यो यहाँ 2 जना छ माइलो बाबाई बेबी बाबाई ल हामी चाहिँ अब यो ठाउँ छोडेर गयो लाग्यो गाडीमा चढेर घरतर्फ लाग्यो है गाइजहरू आजको मेरो ओभरनाइट क्याम्प चाहिँ अब यहीँ सकिँदैछ अब फेरि चाँडै अर्को ब्लगमा भेट्ने बाचाका साथ दिनजेलसम्मलाई बिदा थ्याङ्क्स फर वाचिङ एन्ड सी यू अन नेक्स्ट ब्लग बाई बाई रोनिस बाई ऐजन बाई